मामु फोहोर आयो मामु मामु फोहोर आयो टिकटक एक्युरेसी ट्रेन्ड भन्छ चिक्ने हैन यो चाहिँ अनएक्सपेक्टेड भिडियो छ कन्ट्रोभर्सी रहेछ है सबैजनाले हेर्दिनु है गाइज मामु मामु फोहोर आयो मामु 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 बाबु फोहोर आयो मुख त बङ्गाउनु पर्दैन त्यसरी फो आयो भन्दा भयो त सक्यो त हैन मामु फोहोर आयो एकैचोटि अनुहार हानेर झापडा साँच्चै के को फोहोर आयो गाडीको फोहोर आयो कि के को फोहोर आयो गाला फुटाइन्छ चुप लागेर पढ्ने मान्छे चुप लागेर पढ न्यु खोज्दै नआएछ यहाँ तेरो बाबाआमालाई कसले केही भनेको छैन तेरो बाबाआमालाई कसले केही भनेको छ तँलाई पनि कसले केही भनेको छैन कान्छी तेरो नाम पनि लिएको छैन तेरो यहाँ मैले भिडियो पनि यहाँ मैले हेरेको छुइनँ तेरो केही गरेको छैन फुच्ची उता बस्ने अझै स्टोरी सिस्टोरी केही हाल्दै थिएस् मेरो बारेमा के लेखेर त्यो त तँ आफै जोगिने मान्छे यार त्यत्रो पढी लेखेर एमबिबिएस के पढेर त खुसी भएको छैन यार मजदुरी काम गरेछ फोहोर आयो आयो फोहोर आयो भन्दै रमाइरहेको भिडियो हेरेको थिएँ क्या मैले टिकटकमा ठ्याक्कै अघि म त रनमनिसेर बाहिर फोहोरको गाडी पो आयो कि फोहोर पो लिएर आउँछन् कि मामुले भनेको त जिपिएफ आएको रहेछ त्यो बहिनीको फेरि मम्मी फोहोर आयो भनेको कडा तिमीहरूले यति धेरै ट्रोल बनाएछ मैले त यहाँनिर फ्लोमा बोले अनि ट्रोल त भइहाल्छ नि यार यार नेपालमा केही हुँदैन नेपालीले चान्स पाइने डान्स हान्छ त्यो सबैलाई थाहा रहेछ फोहोर आयो यतिको रमाइलोको लागि है कुर्ने कुच्चे भाइले टिकटकमा काटेर क्लिप हालेछ बिचरा त्यो बहिनीलाई कति साह्रो हेरिदिएको तिमीहरूले यार त्यस्तो नगर न गाइज यार म त यहाँ फ्लोमा पुरै एसएलसी को बारेमा कुरा भइरहेको थियो कसले कति ल्यायो फो ल्याउन पनि यति सजिलो रहेछ टाइप कुराहरू भइरहेको छ त तिमीहरूले त्यसरी टिकटकमा क्लिप काटेर बिचरा त्यो बहिनीलाई कति नराम्रो लाग्यो यार त्यस्तो नगर न गाइज गर्ने बेला गर्छ अनि भन्ने बेला अनि नगर न गाइज यार दाइ अलिकति लाज लाग्यो फोहोर आयो भन्दै चाहिँ भन्ने आफै अनि लास्टमा चाहिँ फेरि बिचारा नगर न यार अरे तर दाइ बिचरा मैले बिचरा त्यो बहिनीलाई अघि बहिनी नरिसाउल सरी भनेर भनेको यार कति नराम्रो लाग्छ फुटाफुटीहरू 15-16 वर्षको भाइ बहिनीहरू नराम्रो लागिहाल्छ नि कडा हो लाग्छ यहाँ जिस्केर भनेको यार तिमीले क्लिप बनाएर बिचरालाई त्यो बहिनीले भनिरहेछ दाइ तपाईँले भन्दा त फरक पर्दैन तर त्यो क्लिप बनाएर मान्छेले कमेन्टभरि यताउति खिचा गरिरहेको छ भन्दैछ त्यस्तो नगर्देऊ न गाइस बाल्दिन त्यस्तैहरू उता पढाइन्छ भाइ अब म बाल्दिनँ भाइ त्यस्तो कसैको बाल्दिनँ झापाली होइन म पनि परे झापाली होइन झापालीको चाहिँ कुरा मिल्छ है ल के गर्छ कि त्यसको पनि कुरा गरिदिन्छु त्यो फुच्चीको हेर फुच्ची तँ मलाई आएर यहाँ मेसेजमा तँ मलाई जसरी बोल्दै आएको थिइस् नि मेसेजमा मैले तँलाई रिप्लाई गर्न तर मैले तेरो मेसेज देखेँ कि कान्छी यसरी बोल्दै आइस् भने नि कान्छी तेरो हेरे त कति उमेरको थाहा छैन त सानो हो भने तेरो बाबाआमासँग कन्सेन्टली पहिला मसँग बोल्नु आउनुमा तेरो बाबाआमासँग कुरा गर पहिला यो दाइसँग म मेसेज पठाउँछु मेसेज पठाउँ कि नपठाउँ तेरो बाबाआमालाई कुरा गर अनि आइज त आफ्नो उमेरको हो जस्तो पनि लागेन मलाई कान्छी एकैचोटि अनुहार हानेर झापडा गाला फुटाइन्छ चुप लागेर पढ्ने मान्छे चुप लागेर पढ न्यु खोज्दै नआएछ यहाँ तेरो बाबाआमालाई कसले केही भनेको छैन तेरो बाबाआमालाई कसले केही भनेको छ तँलाई पनि कसले केही भनेको छैन कान्छी तेरो नाम पनि लिएको छैन तेरो यहाँ मैले भिडियो पनि यहाँ मैले जस मान्छे चाहिँ खतरा ट्यालेन्ट भएको क्या झापाली छैन गाना पनि त्यस्तै बोली पनि त्यस्तै जल्ला त्यसलाई थर्काउँछ यार बाको छ भनेको हेरेको छुइनँ तेरो केही गरेको छैन फुच्ची उता बस्ने अझै स्टोरी सिस्टोरी केही हाल्दै थिएस् मेरो बारेमा के लेखेर त्यो त तँ आफै जोगिने यहाँबाट केटाहरू कोही गर तँलाई कोही मान्छेहरू गर कसैले स्टोरी देखेर उल्टे तँलाई के नराम्रो भन्दै गाली गर्दै त्यसमा मेरो कन्ट्रोल केही छैन नि केही छैन त्यसमा मेरो कन्ट्रोल तँलाई चित्त दुःख नराम्रो लाग्यो राम्रोसँग आएर बोल फुच्ची राम्रोसँग आइज बोल राम्रोसँग दाइ यस्तो भएको थियो के भएको यो भन्दा केही पनि होइन कङ्ग्रेचुलेसन फर्स्ट अफ अल यो केही पनि होइन यसलाई भन्छ टिकटक एक्युरेसी ट्रेन्ड त्यो भनेको चाहिँ एउटा जुनै पनि भाइरल या जुनै पनि एउटा मुभमेन्टलाई एउटा भिडियो लिने अनि त्यही भिडियो फेरि रिक्रिएट गर्न खोज्ने सिन त्यो कसैलाई फनी हुन्छ या त्यो मुभमेन्ट फेरि रहिरहन्छ बगिरहन्छ त्यो ट्रेन्ड सुरु हुन्छ अरूले पनि त्यही कपी गर्छ त्यो गरेको
टिकटक सही हो, एक्युरेसी सही हो। ट्रेन्ड भन्छ चिक्ने अनि सब गरेको टिकटक एक्युरेसी ट्रेन्ड भन्छ चिक्ने अनि सबै चिक्रे अरे लास्टमा चाहिँ जाँदो रहेछ यो 11-12 को हो 11-12 को सबै जाँदो रहेछ त्यो फुच्चेहरू भर्खरको होइन अनि दिस इज नट फनी यार दिस इज नट फनी यार अरूको के भने भाइ त्यो पनिलाई मैले नराम्रो भनेको छैन त्यो पनिलाई मैले बिल्ला भनेको छैन त्यो पनिलाई मैले केही भनेको छैन त्यो बहिनीको जस्ट जे देखेँ मैले टिकटकमा त्यो एक्ज्याक्टली मैले यहाँ त्यही सेम एक्टिङ त्यही मुभमेन्ट रिक्रिएट गर्नलाई गरेको एन्ड इट्स कल्ड द टिकटक एक्युरेसी ट्रेन्ड म अहिले पनि भन्छु माको छ भनेको दाइले चाहिँ ती हँसाउँछ र झापाले चाहिँ सो गाइज यो भिडियो चाहिँ जसले हेर्नु चाहिँ लाइक कमेन्ट सब्सक्राइब एड कमेन्ट नगर्नलाई होइन झापाली त झापाली भयो अरे म त ओपर राम्रो लाग्छ ल यो दाइलाई पनि मेन्सन गर्छ है त